मलेसियामा बिरालोलाई बलात्कार गरेको आरोपमा नेपाली सुरक्षा गार्ड समातिएका छन्। अब बिरालोलाई पनि नछोड्ने भयो है तिमीहरू। हेर्नु त साथीहरू, मलेसियामा गएर बिरालोलाई बलात्कार गरिसकेपछि त्यहाँको पुलिसले यिनीहरूलाई पक्राउ गरेका रहेछन् र यो जानकारी चाहिँ मैले लिएको छु हाम्रो आर्मीसँग, हेर्नु यिनीसँग लिएको थिएँ र हेर्नु त अब बिरालोलाई पनि नछोड्ने भयो र साथीहरू यिनको अझै पनि भिडियो पोस्ट गरेका छैनन् भनेका छन् र केही भिडियोहरू अझै पोस्ट गर्न बाँकी छ र उहाँको पुलिसले पनि हाम्रो नेपाल सरकारलाई पनि भनेको रहेछ र यिनीहरूलाई कतै अब यस्तो तरिका भने तुरन्तै पक्राउ गर्नु भनेर पनि भनेको रहेछ। हाम्रो नेपालीहरूले कहाँ नै राम्रो गरेको छ, यतिको हामीले भिडियो हाल्यो भने त कमेन्टमा भुकिहाल्छ नि भाउ 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 गरेर। ए गल्ती तिमीहरू नै गर्छौ ल, अब बिरालोलाई त पनि बलात्कार गरे, के पायो त बिरालोलाई बलात्कार गरेर। र भिडियोलाई सबको सेयर गर्नु होला र मलेसियामा जति पनि साथीभाइ हुनुहुन्छ प्लिज, हामी इन्डियामा कमाउन आएका हौँ, रमाउन आएका होइनौँ।